हेलो नमस्ते नमस्कार स्वागत छ यहाँहरुलाई मेरो नयाँ भिडियोमा। आज पनि मैले नयाँ भिडियो लिएर आइसके हैन। आज चाहिँ म एकदमै धेरै लङ टाइम पछि भिडियो बनाउँदै छु गाइसहरु। मेरो सब्स्क्राइब दिनु होला भन न। आयो आज म धेरै पछि घर पनि आएको छु हैन। अनि अब हैन जाने हामी काम गर्नु। इधर है हमारी सिस्टर सुराल तान्दै कुद्दैछ। यता हुनुहुन्छ दिदी। हेलो हेलो हेलो। यता चाहिँ हुनुहुन्छ हाम्रो मम्मी। बिहान बिहानै तरुल तताउँदै खाँदै हुनुहुन्छ। यसको लागि तताइदिएको भोक लाग्छ रे यसलाई बिहान बिहानै। हैन हो छेउ आएपछि त भोक लाग्नु पर्यो नि, त्यही भएर तताइदिएको। कहाँ चाहिँ भोक लाग्दैन रे। घाम लाग्न सुरु हुँदैछ। यता चाहिँ लागिसक्यो। लाग्न सुरु हुँदैछ फेरि यता चाहिँ लागिसक्यो। हाम्रोमा आइपुगेको छैन। सेतै टुसारो परिरहेछ। मोल कुट्नु हिँडेको हामी चाहिँ यहाँ पनि छ। यहाँ चाहिँ भरे कुट्छौँ। कता यताबाट आउँछु हो त्यहाँको कुट्नु अरे पहिला। त्यो ठुलो थाक गोरुको पहिला त्यहाँको कुट्नु अरे। त्यसो भन्नु सबै कुटिराख्नु न भ्याउँछु खाना। सुँगुरको त खासै कुट्नु पर्दैन होला नि। डोकोमा आउँदैन त्यो त डल्ला भुट्नुपर्छ। वाव ब्युटिफुल। अलिक दलन सबै गइसक्यो। मिसाउन परेर उराको मेरो त नमिसाइ र सुँगुरको पनि नयाँ दिनु भयो भने मिसाउनु। तिम्रो सुँगुरको छ होला त। सुँगुरै राम्रो हुन्छ। कतिवटा जन्मेर साँच्चै नानी नौरामा एउटा अध्याय दिइसके। बोलाई पर्छना यो बिरुवा पनि। ला धनियाँको बिउ पनि मागु भन्छु त। धनियाँ खान्छ। हामी चाहिँ अब घर लाग्दैको। मोल अलिक फुरुरु रहेछ अनि एकैचोटि घुर्दै पुग्ने भन्यो र। माम खाने बेला भयो। निम्मा 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 नानी निम्मा निम्मा। हामी चाहिँ फेरि माम खाएर पनि बारीतिर लाग्यो। कुम्लो कट्टर बोकिएर यो छ सुन्तोला सुनको तोला। अनि बोरा बोक्नु नि त्यति पनि। उता भित्र छ छुरी। ए हमारा चारो पकाउने ठाउँ। त्यहाँ पारी किसमस खुब चलिरहेछ।
हाम्रो यता दसैँ चलिरहेछ फेरि छुट्टै छ संसार ए डोल माथि छ खुरुङ्गी ए तलको चाबी रोएको कहाँ छ त्यो बोकेर लिएर आऊ मलाई त थाहा छैन चाबी कहाँ छ तलको दामको चाबी ल्याऊ चारैतिर बत्ती मेरो टोपी पनि जाडामा भयो कुन निस्ने ठुलोदेखि चाहिँ लाउनु यो यो झिक्दा भयो त अब यो बोकी जानुपर्ने रे बिचरा म लाग्छ है हिलो लाग्छ मलाई त सहरिया भन्छ म त गाउँलिया हो ए मामी ए तर मैले हामी चाहिँ यहाँनिर मल भारी ए बहिनी चाहिँ यहाँनिर मल भारी लगाउँदैछ नयाँ मान्छेको लागि नयाँ डोको ओ नयाँ डोको भन्नु मात्र छ यो सुकेको हुँदैन यो गरम हुन्छ त्यही माथि यो चिसो मल तिम्रो भोलि उठ्न सक्दैन तिम्रो त भिडियो राम्रै आउँदो रहेछ त वानबाट नि फोटो भिडियो त्यही भएर त 0.9 पर्दैन मेरो त राम्रै आउँदैन हाम्रो बिनिका मिस चाहिँ यस्तो मेहनती हुनुहुन्छ हेर्नुहोस् वाङ वाङ काम गर्नुहुन्छ मल बोक्नुहुन्छ मल कुट्नुहुन्छ यस्तो खतरा यस्तो खतरा मान्छे पाउने त साह्रै हो भाइ त्यही त एक नम्बरको हो भाइ आयो कति अनि मौसम चाहिँ अहिले यस्तो छ दामी सुनहेरा ओ बे झन्डै लड्यो के दामी मौसम छ भन्नु चिसो छ चिसोमा जोस जागर बटुल्दै हुनुहुन्छ तातो हुनको लागि बिनिका मिसले बिनिका डोनले अब म क्यामेराम्यान भएको नाताले बिनिकाले मेरो पनि भारी लगाइदिनु हुँदैछ डोको अलि उता लानुहोस् अनि लगाउनुहोस् खप खप त्यो डाँडाकोहरू पक पक ताने नि हुन्छ हो यस्तै यस्तै मान्छेहरू चाहिएको मलाई जिन्दगीको गोरेटोमा छिटो लाउन छिटो मस्की पो हिँड्छ मेरो डोको चाहिँ चुक्सा छ नि फेरि यत्रो बहिनीको चाहिँ अलि यत्रो छ मेरो यत्रो छ सानो मान्छेले सानो नै बोक्नुपर्छ रे क्या हेर न बहिनीको नाकले उयो भुइँचुको उसको डोको ठुलो छ उसले धेरै काम गर्यो भनेर फुर्केर नि नाकले त भुइँचुको छ नि हो भोरि लाउन लगाइ हाम्रो पनि भारी पुग्यो खुम लौ उठाउनै सक्दैन त उठाएर बोक्यो अनि बाहुबली आमामा देख्नुभयो गाइज खाङ्ग्रेमा मल बोक्छ बिनिकाले खाङ्ग्रेमा हिउँनो खाङ्ग्रे हिउँनो खाङ्ग्रे अनि घुम्टो ओडिन सेतो घुम्टो कति मेहनत गर्छिन् के गर्छ लगाइदेऊ अब यो त अर्थेन व्रत खोइकन के भयो नि त एकछिन नाटक मात्रै गर्यो उसले भारीले बोक्ने बित्तिकै लडाइदियो मैले भनेको नि पहिला के
Oh no. Oh no 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 no. Oh no. कहिलेकाहीँ सानो केटाकेटीले भनेको पनि मान्नुपर्छ भनेको यो क्या कारण मैले भनेको सुनेको भए तेरेको भए यस्तो हुन्थ्यो एउटै भारी 10 जनाले लाउनु पर्थ्यो म त यति बोकेर जान्छु हुन्छ गाइस हामी चाहिँ मल बोकेर जाँदैछु ए यहाँ आइपुगेको तिमी जस्तो आउँछ होला त्यही त छ होला नि गाइसहरू मलाई ननिकाल है बारीमा गएको त्यहाँ चिप्लो बाटो छ लाउँथेन र नकिनिदिएको भए चिया खाने बेला भयो गाइस गलेर फुल्लेको गाला आई ढुट्टै भयो नि हौ ढुट्टै बिचरा गलेर आज त उठ्नु सक्दिनँ होला बिचरा मम्मीलाई कसले अल्लुल्लुल्लुल्लु चाखेर किन्नुपर्छ एउटा दुई खालको बोका भनेको त मैले तपाईहरु बेलुका चाहिँ अमिले झराम खाने दिउँसो सुत्नला अलिअलि अमिलो पनि नखाने अचम्म देखाउँछन् भैँसीको मासु त खुवाएर ल्याएको यो मायाले भने बिसे पनि गमला त कस्तो छ नदेखाउ न केही हुँदैन यो अर्ग्यानिक गमला हो गाइस नोटिस नगर्नु ल यो रहेको छ हाम्रो झन्डा त्यो त सबैलाई थाहा होला अहिलेसम्म भिडियो हेरिदिनु भएकोमा धन्यवाद यता हाम्रो गायकहरूले गीत गाउँदै हुनुहुन्छ नदेखाउनु रे हैन इन्डिङै गर्नु बिर्सिएछ हैन रात परि गयो अहिले कोठामा आएर मात्र याद आयो त्यही भएर गरेको हैन भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला अनि यता छ हाम्रो दिदीको प्लान्ट